नानी बाबुहरू, आज हामी तरकारीहरूको नामहरू सँगै सिकौं है। नानी बाबुहरू, यसलाई हेर त, यो के हो? यो गाजर हो। गाजर सुन्तला रङको हुन्छ। गाजर खाँदा हामी स्वस्थ हुन्छौं। यो आलु हो। आलु जमिन मुनि उम्रिन्छ। आलु खायौं भने हामी बलियो हुन्छौं। नानी बाबुहरू, यो गोलभेडा हो। गोलभेडा रातो रङको हुन्छ। गोलभेडा खाना बनाउन प्रयोग हुन्छ अनि यसलाई सलाद पनि बनाएर खान सकिन्छ। यो ब्रोकाउली हो। यसलाई हरियो काउली पनि भनिन्छ। ब्रोकाउली हरियो रङको हुन्छ। ब्रोकाउली हाम्रो शरीरका लागि राम्रो हो। यसमा फाइबर हुन्छ। नानी बाबुहरू, यो मकै हो। मकै पहेँलो रङको हुन्छ। मकै मिठो र स्वस्थ हुन्छ। यो बन्दाकोपी हो। बन्दाकोपीमा धेरै पातहरू हुन्छन्। यो स्वास्थ्यका लागि राम्रो हुन्छ। यो प्याज हो। प्याज गोलो हुन्छ। प्याजका धेरै तह हुन्छन्। नानी बाबुहरू, यो भेडे खोर्सानी हो। यो धेरै रङमा पाइन्छ। यो खान स्वास्थ्यकर हुन्छ। यो लसुन हो। लसुन सेतो रङको हुन्छ। लसुनले शरीर बलियो बनाउँछ। नानी बाबुहरू, यो काँक्रो हो। काँक्रो हरियो हुन्छ। काँक्रोमा धेरै पानी हुन्छ। यसले हामीलाई शीतल दिन्छ। यो भेन्टा हो। भेन्टा बैजनी रङको हुन्छ। भेन्टा सब्जीमा खान्छौं। नानी बाबुहरू, यो मुला हो। मुला सेतो रङको हुन्छ। मुला जमिन मुनि उम्रिन्छ। यी केराउ हुन्। केराउ साना र हरिया हुन्छन्। केराउ खानाले शक्ति पाइन्छ। यो साग हो। साग हरियो हुन्छ। सागले शरीर बलियो बनाउँछ र आँखा तेजिलो बनाउँछ। नानी बाबुहरू, यो सक्खरखण्ड हो। सक्खरखण्ड मिठो हुन्छ। यसले ऊर्जा दिन्छ। यो खोर्सानी हो। खोर्सानी पिरो हुन्छ। खोर्सानी अलिकति मात्र खानुपर्छ। नानी बाबुहरू, तरकारी धेरै राम्रो हुन्छ। हामीले दैनिक तरकारी खानुपर्छ। तरकारीले हामीलाई बलियो बनाउँछ। तरकारीलाई कहिल्यै नाइ नभन है।